सबैजनालाई नमस्ते। हाम्रो गुरुकुलको परिवारमा तपाईलाई स्वागत छ। आज हामी चाहिँ जापानिज भाषाको फर्स्ट क्लासमा छौँ है त। जापानिज भाषा सिक्दाखेरि सबैभन्दा पहिला जान्नुपर्ने त हामीले अक्षरहरू हो। तर जापानिज भाषाको है जापानिज भाषा पढ्नु त अक्षरहरू जान्नुपर्छ र के कस्ता अक्षरहरू हुन्छन् त्यो कुरा पनि थाहा हुनुपर्छ। हेर्नुहुन्छ नि हाम्रो जापानिज भाषा जुन छ, जुन हामीले जापानिज ल्याङ्ग्वेज भन्छौँ, त्यसमा चाहिँ पहिलोमा छ हिरागाना, दोस्रोमा हेर्नुहुन्छ नि के छ काताकाना र तेस्रोमा खान्जी गरेर तीन किसिमका अक्षरहरू लेखिन्छ है। जापानिज ल्याङ्ग्वेजमा तीन किसिमका तीन किसिमका अक्षरहरू चाहिँ लेखिन्छ है। सुरु छ जा मिनासान ने इस्यो नि हैन हिरागाना नो खाकी खाता हो गाम्बारी मास्यो ने जा हिरागाना। आज हामी चाहिँ सबैभन्दा पहिले चाहिँ अक्षरहरूमा चाहिँ हिरागानाका अक्षरहरू लेख्न सिक्छौँ है त। हिरागानामा हेर्नुहुन्छ भने टोटल हामीले एक्ज्याक्टली लेख्नुपर्ने अक्षरहरू हेर्नुहुन्छ भने 46 वटा हुन्छ। कतिवटा हुन्छन् हेर्नुहुन्छ भने अक्षरहरू हेर्नुहुन्छ भने कतिवटा हुने भयो 46 वटा एक्ज्याक्टली लेख्नुपर्ने अक्षरहरू है। अब यो हेर्नुहुन्छ भने अब हामीले अक्षरहरू सुरु गर्नु अघि भन्नुभयो हैन, अक्षरहरू सुरु गर्नु अघि हामीले चाहिँ उच्चारण चाहिँ गर्न जान्नुपर्छ है सबैभन्दा हैन। हाचुअन चाहिँ गर्न चाहिँ जान्नुपर्छ है। हिरागाना हामीले चाहिँ लेख्दाखेरि जस्तै हेर्नुहुन्छ हामीले लेख्दाखेरि चाहिँ हिरागाना लेखिरा हुन्छ है। हिरागाना लेख्दाखेरि यही चाहिँ जापानिजमा हेर्नुहुन्छ भने यसरी लेखिन्छ हामीले हिरागाना लेखिन्छ है त। हिरागाना हामीले लेख्दाखेरि यो कसरी भयो भनेर हेर्नुहुन्छ भने अब यो जान्नुभन्दा अगाडि चाहिँ पहिला हामीले चाहिँ यसरी लेख्नुभन्दा चाहिँ अक्षर चाहिँ उच्चारण गर्न सिक्नुपर्छ है। जस्तै हेर्नुहुन्छ भने कुन अक्षर आउँछ, जस्तै हाम्रो अङ्ग्रेजीमा पनि छ भवेल साउन्डहरू भयो जस्तै, त्यस्तै जापानिजहरूमा पनि अक्षरहरू लेख्दाखेरि भवेल साउन्ड अथवा आ इ उ यो हैन जुन पढ्दाखेरि आवाज आउँछ त्यस्तो आवाज आउने खालको अथवा साउन्ड दिने खालको अक्षरहरू छन्। जस्तै हेर्नुहुन्छ भने आ इ उ ए र ओ यो हेर्नुहुन्छ नि चाहिँ 5 वटा अक्षरहरू छन् जुन चाहिँ हेर्नुहुन्छ भने आ इ उ ए ओ भनिन्छ है। अर्थात् सिम्पली भन्नुहुन्छ भने आ हामीले पढ्छौँ है, त्यसको आ साउन्ड दिने अक्षर आ इ उ ए ओ पढिन्छ। यो भवेल साउन्ड पनि हामीले पढ्छौँ है अङ्ग्रेजीमा पढ्दाखेरि। यसको तल हामीले अब जति पनि अक्षरहरू लेखिन्छ है, यिनीहरूको तल जति पनि अक्षरहरू लेखिन्छन् उक्तले माथि रहेको साउन्ड दिन्छ। जस्तै आ को तल हामीले जति पनि अक्षरहरू लेख्दै जान्छौँ त्यो अक्षरहरूले के गर्छन् आ साउन्ड दिने गर्छ भने इ को तल हामीले जति पनि अक्षरहरू लेख्छौँ त्यो सबैले इ साउन्ड दिन्छ र उ को तलकोले सबैले अक्षरहरूले के दिन्छन् उ साउन्ड दिन्छन्। त्यस्तै ए को तल आएको अक्षरहरूले सबैले के दिन्छन् ए। त्यसै गरी ओ को तल आउने अक्षरहरूले पनि ओ साउन्ड दिन्छन्। अब हामीले चाहिँ पहिला जान्नुपर्छ है। जस्तै हामीले लेख्छौँ क हैन, क भनेर हामीले पढ्छौँ तर हामी जापानिजले के लेख्छन् का लेख्छन्। त क को चाहिँ आ साउन्ड दिने अक्षर के भयो का भयो है। त्यस्तै क को हैन जुन यो क हामीले पढ्छौँ यसको आ साउन्ड दिने का भयो भने यसैको इ साउन्ड दिने अक्षर के हुन्छ कि हुन्छ है। त्यस्तै उ साउन्ड दिने अक्षर चाहिँ के हुन्छ ल, यसको चाहिँ उ साउन्ड दिने अक्षर चाहिँ हामीले पढे जस्तै कु हुन्छ। त्यसै गरी के र को हुन्छ है। अब हामीले चाहिँ यहाँ नेपालमा पढाउने गरिन्छ हेर्नु का कि कु के को भनेर पढाइन्छ है। त्यस्तै यसको तल अर्को हेर्नुहुन्छ भने स हामीले भन्छौँ है स भनेर पढ्नुहुन्छ भने यसको आ साउन्ड दिने अक्षर के भयो हेर्नुहुन्छ नि के भइदिन्छ सा भयो। त्यसै गरी इ साउन्ड दिने अक्षर के हुन्छ सी हैन ल। त्यसो भए सी भयो भने अर्को के हुन्छ उ साउन्ड दिने अक्षर सु हुन्छ है ल। यो चाहिँ सु भयो भने त्यसै गरी ए साउन्ड दिने अक्षर के हुन्छ ल हैन से हुन्छ है से हुन्छ। त्यसै गरी ओ साउन्ड दिने अक्षर के भइदियो सो हुन्छ। हामीले चाहिँ नेपालीमा पढे जस्तै हो हेर्नु सा सी उच्चारण हुन्छ नि हामीले हाचुअन भन्छौँ हैन। उच्चारण गर्ने विधि हेर्नु सा सी सु से र सो गरेर यसरी उच्चारण गर्छौँ है। त्यस्तै गरी हेर्नुहुन्छ ता यसपछि के को लाइन आउँछ ताको अथवा त हामीले भन्छौँ यसैको आ साउन्ड हेर्नुहुन्छ नि के भइदिन्छ हेर्नुहुन्छ ता है। त्यस्तै इ साउन्ड हेर्नुहुन्छ नि ती हुन्छ हैन। त्यस्तै उ साउन्ड के भइदिन्छ तु र ते अनि तो है। अब हामीले त ता ती तु ते तो भन्यौं तर है जापानिजमा यसो हुँदैन है। ख्याल गर्नुपर्छ यो ती भन्ने अक्षर र यो
तु भन्ने अक्षर चाहिँ हाम्रो जस्तो उनीहरुकोमा हुँदैन है त्यसैले यसको ठाउँमा हामीले चाहिँ स्पेशल अलिकति ख्याल गर्नुपर्छ उच्चारण गर्दाखेरि के हुन्छ ची है अनि यो के हुन्छ चु यो कुरा चाहिँ ख्याल गर्नुपर्छ हामीले पढ्दा हामीले ई साउन्ड त भन्यौं तर यहाँ चाहिँ ती नभएर के भइदिन्छ ची अनि यो चु हुन्छ है त्यस्तै तु नभएर के भइदिन्छ चु अनि तेरा तो गरेर यसरी पढ्नुपर्छ है यो दुईटाले चाहिँ तपाईले स्पेशली चाहिँ ख्याल गर्नुपर्छ ताको लाइन पढ्दाखेरि है ल तापछि के आउँछ ना है जस्तै हामीले न भन्छौं हैन न को आ साउन्ड आन्सर के हुन्छ ना हुन्छ अब यसले त भनिराख्नु पर्छ त पर्दैन ल हैन त्यसै के आउँछ ना को ई साउन्ड दिने अक्षर नि है त ल है पढ नि आउँछ है त्यसैगरी उ साउन्ड दिने अक्षर के हुन्छ गुड है के हुन्छ नु हुन्छ भने यसैगरी ए साउन्ड दिने अक्षर ल नो है ल सरी ने अनि ओ साउन्ड दिने अक्षर के भइदियो नो अब पढ्दाखेरि के हुन्छ नानी नु ने नो है अब के आउँछ थाहा छ अब हामीले पढ्छ ह भन्छौं है ह अब यसको आ साउन्ड के हुन्छ हो गुड हा हुन्छ है त अब यसको ई साउन्ड अक्षर के हुन्छ ही अनि हामीले के हुन्छ उ साउन्ड के हुन्छ हु हुन्छ हैन हे र हो फेरि हामीले के भन्छौं हा ही हु हे हो यो त हामीले नेपालीमा पढेको तर अहिले हामीले के पढिरहेका छौं जापानिज ल्याङ्ग्वेज है त जापानिजले ख्याल गर्नुपर्छ है यो हु भन्ने अक्षर चाहिँ हुँदैन जापानिज है त्यसैले यो हुलाई चाहिँ ख्याल गरेर एकदमै राम्रोसँग पढ्नु छ के गर्नु पर्यो फु हुन्छ है के भन्छ फु अब के पढ्न पर्यो त हा ही फु अनि हे र हो अर्थात हा ही फु हे हो पढ्न पर्यो है त है हु चाहिँ हुँदैन त्यसै ख्याल गर्ने अब के हुन्छ अब हामीले चाहिँ हा को लाइन लेखिसकेपछि के लेख्न पर्यो मा है म भन्छ म हैन म को आ साउन्ड दिने अक्षर भनिराख्न पर्छ त पर्दैन हैन ल रिप्लाई गरौँ त म को आ साउन्ड दिने अक्षर के हुन्छ गुड मा हैन अनि अब के हुन्छ हेरौँ त ई साउन्ड के हुन्छ मी अनि यहाँहरुको मु त्यसैगरी मे अनि त्यसैगरी मो भेरी गुड है त ल म को आ साउन्ड मा मी मु मे मो गर्दै यस्तै ई साउन्ड उ साउन्ड ए साउन्ड र ओ साउन्ड गरेर के भयो मा मी मु मे मो भनेर पढ्यौं है त यिनीहरु सबैमा हेर्नुहुन्छ भने अहिले सम्म पढेको हामीले जति पनि अक्षरहरु पढ्यौं आ को तले लेख्यौं का सा ता ना हा मा यिनीहरुको त हरेक अक्षर हैन हरेक लाइनमा हेर्नुहुन्छ भने जति ई साउन्ड दिने अक्षरहरु सबैमा छ है त पाँच वटा अक्षर छन् भने अब हामीले जुन सिक्न गइरहेका छौं अर्थात या हैन या को लाइन भन्छ भने या को हैन जुन हामीले या भन्छौं त्यसको हेर्नुहुन्छ नि के हुन्छ जहिले पनि आ साउन्ड दिने अक्षर के हुन्छ ल हेरौँ है त यो चाहिँ तल चाहिँ देखिदैन अलिकति मेट चाहिँ त ल हेर यसको अक्षर के हुन्छ अब हेर्नुहुन्छ भने है या को जस्तै हामीले य भन्छौं है य भन्छौं हैन हामीले पढ्दाखेरि नेपालीमा तर यसको आ साउन्ड अक्षर के हुन्छ या हुन्छ अब यसमा चाहिँ हेर्नुहुन्छ नि यसको ई साउन्ड भन्नुहुन्छ नि फेरि हैन जापानिजमा चाहिँ ई साउन्ड दिने अक्षर यसमा चाहिँ जम्मा 3टा मात्र अक्षर हुन्छ अर्थात उ साउन्ड दिने अक्षर हुन्छ के हुन्छ यु र ओ साउन्ड दिने अक्षर गरेर यो हुन्छ या यु यो गरेर यसरी हुन्छ है त यसमा चाहिँ ई साउन्ड भनेर लेखेको हुन्छ है तर चाहिँ यसमा चाहिँ अक्षरहरु चाहिँ हुँदैन है त्यो कुरालाई ख्याल गर्नुपर्छ अब के लेखिन्छ हामीले रा है अब हामीले र भनेर पढिरा हुन्छौं नेपालीमा हैन र पढेपछि यसको चाहिँ आ साउन्ड दिने अक्षर के हुन्छ भेरी गुड हैन के भनिन्छ नि त रा हुन्छ भने ई साउन्ड दिने अक्षर के हुन्छ ल है री हुन्छ हैन त्यसैगरी उ साउन्ड दिने अक्षर रु अनि ए साउन्ड भेरी गुड रे अनि यो चाहिँ रो अब के पढ्न पर्यो नि त रा री रु रे रो हैन के पढ्न पर्यो रा री रु रे रो गरेर पढ्न पर्छ है ल अब लास्ट लाइन हाम्रो के रह्यो वा भन्छौं हैन व हैन अब यो व जुन छ यसको आ साउन्ड दिने अक्षर के हुन्छ वा हुन्छ के भन्न पर्यो वा लेखिन्छ है यसमा चाहिँ ई साउन्ड दिने अक्षर उ साउन्ड ए साउन्ड दिने अक्षर हुँदैन ओ साउन्ड दिने हुन्छ हामीले के भन्छौं वो भन्छौं भन्दै सुन्दाखेरि ओ सुनेला जस्तो हुन्छ हैन तर के भन्छ वो भनिन्छ है लेख्दाखेरि के लेख्नु पर्यो हेर्नु त वो भन्न पर्यो हैन
के हुन पर्यो वा ओ अनि यहाँ लास्टमा बच्चाले भन्छमा त न भनेर बोलिरहेको हुन्छ होइन के लेख्नु पर्यो न यो चाहिँ स्पेसली होइन आदि न भन्छौँ हामीले एन अथवा न भनेर पढ्ने गर्छौँ यही नै हाम्रो टोटल 46 हो यो चाहिँ जस्ट उच्चारण गर्ने विधि थियो भने अब हामी त खाकी खता त चाहिँ बाँकी छ भने मिनासान होइन अब खाकी खातामा पनि मेहनत गर्नुपर्छ है खाकी खाता चाहिँ अलिकति स्पेशल हुन्छ एकदमै ध्यान दिनुपर्छ है खाकी खातामा चाहिँ उच्चारण गर्ने विधि अब हाम्रोसँग चाहिँ मेल खाने भएकोले अलिकति अलिअलि मात्रै फरक केही अक्षरहरू मात्रै फरक हुने भएकोले त्यस्तो त गाह्रो हुँदैन तर खाकी खातामा चाहिँ एकदमै ध्यान दिनुपर्छ तपाईहरु जाने जापानमा हो है हामीले बुझ्नुभन्दा हामीले लेखेको हामीले बुझ्नुभन्दा जापानीजले बुझ्न पर्यो नि त हैन र हामीले लेखेर हामीले मात्रै बुझेर भएन जापानीले पनि बुझ्न पर्यो त्यसले के लेखेछ भन्ने कुरो त्यसैले खाकी खातामा चाहिँ एकदमै ध्यान दिनुपर्छ है ल हामी चाहिँ हिरागानाको अब के पढ्छौं हेर्नु है के पढ्न पर्छौं खाकी खाता पढ्छौं है त खाकी खाता पढ्छौं है त लेख्ने तरिका भन्छौं है त हामीले के भन्छौं लेख्ने तरिका पढ्न गइराछौं है खाकी खाता अब हेर्नु अब हामीले आ इ उ ए जुन हामीले चाहिँ उच्चारण गर्ने विधि पढ्यौं त्यसैगरी हामी चाहिँ खाकी खातातिर चाहिँ हिरागानाको खाकी खाता जा मिनासान खाकी खाता हो गम्बरी मासे हुने ल है अब आ भनिन्छ है हेर्नु आ लेख्दाखेरि लेख्ने यही नै हेर्नु हामीले के भन्नु आ इ उ ए ओ भने अब ख्याल गर्नुपर्छ हामी चाहिँ धेरै देखिरहेका हुन्छौं तपाईले पुस्तकमा देख्दाखेरि छुट्याउन नसक्नु पनि होला हैन अक्षर देख्दै कस्तो आकारमा बनेको छ एक्ज्याक्टली त्यसरी छुट्याउन सकिदैन किनभने आँखाले त्यति भर पाइदैन हैन भने जस्तै हामीले आ देखिरहेका हुन्छौं बुकहरुमा है स्पेशली बुकहरुमा हेर्नुहुन्छ भने बुकमा अब हेर्नुहुन्छ भने खासमा त बनाइएको हुन्छ राम्रले तर हामीले देख्दा यसै सीधा जस्तो देख्छौं है वास्तवमा यसरी कुनै पनि अक्षर जापानिजको अक्षरहरु चाहिँ हेर्नुहुन्छ भने मारुई हुन्छ भनेको यो खाके भन्छ हामीले स्मल ब्र्याकेट खाक्को भन्छौं नि यस्ता खालको आकार भन्छ र सीधा चाहिँ कुनै पनि हुँदैन है यो आकारमा हुन्छ जहिले पनि अक्षर यसरी राख्नुहुन्छ नि यसरी हुन पर्यो अक्षर भनेको यसरी सीधा चाहिँ हुन भएन जस्तै आ को यसरी गरेर हामीले तानेको प्राय जसो देख्छौं तर यसरी वास्तवमा हैन है ताने यो चाहिँ सीधा लाइन नै हो हुन त यो चाहिँ सीधा हो अर्को हेर्नुहुन्छ नि के हुन्छ यसरी गर्दै है यसरी हैन त यो चाहिँ खाक्को चाहिँ यसरी राखेको हुन्छ भने यसैले हल्का यसरी तान्दै अब जुन तपाईले यसरी फेरि बनाउनुहुन्छ नि यसरी हैन यसलाई चाहिँ सिम्पली बग्न दिने आरामले गरेर यसरी बनाउनु पर्छ भने यसैमा अब हेर्नु यसरी गर्दै यसरी बनाउने तपाईले यसरी हेर्नु यसैले भन्छन् आ भन्छन् है यो स्पेशली यो चाहिँ हेर्नु त हामीले चाहिँ सीधा तान्ने हुन्छ सीधा हुँदैन है यो हाम्रो तान्ने यो स्टेप है देख्नुहुन्छ नि जस्तो हामीले हात यतादि गर्छौं त्यस्तै यो यसरी राख्नुहुन्छ नि जस्तो यस्तो हुन्छ नि यसैले भन्छन् आ है त्यसैगरी ई पनि हामीले प्राय जसो तानेको हामीले सीधा तानेर बनाइरहेका हुन्छौं पुस्तकमा सीधा जस्तो देखिन्छ हैन तर वास्तवमा चाहिँ सीधा हैन है बनाउँदाखेरि एकदमै ख्याल गर्नुपर्छ तपाईले सीधा बनाउने नै हैन बुझाउन त बुझाउँछ तर जापानीजले चाहिँ त्यसरी लेख्दैन है त्यो कुरालाई चाहिँ एकदमै ख्याल गर्ने जस्तै हेर्नुहुन्छ नि यो पनि यसरी नै हो हेर्नु हल्का हुन्छ हेर्नुहुन्छ नि यसरी गर्दै अनि यो यसरी हो अर्थात यसरी गरेपछि अब यताको भाग हामीले यसरी राखिन्छ भने यसैलाई तानिन्छ नि यसरी भन्नुपर्छ नि यसैले भन्छन् इ है यो सीधा हैन वास्तवमा हल्का यसरी गरेर जुन यो हल्का देखिन्छ त्यति नदेखिने भएकोले पुस्तकमा लेखेको कुरा चाहिँ छुट्टिदैन त्यसले बनाउँदाखेरि एकदमै ख्याल गर्नुपर्छ है यो हो इ हैन तपाईले स्ट्रेट गरेर यसरी बनाउने गर्नुभयो होला हैन यसरी हैन वास्तवमा यो भाग चाहिँ हल्का यसरी गरेर हुन्छ हल्का यता भागेर यसरी गरेर अनि यो वाला चाहिँ ठुलै हुन्छ यसरी गरेर बनाउने यो यसैले भन्छन् इ भन्छन् है जापानी चाहिँ यसरी लेखिरहेको हुन्छ इ उ भनेको पनि राम्रोसँग बनाउनु छ जस्तै हामीले चाहिँ के गरिदिन्छौं यसरी गरेर यसरी नि गराइदिइरहेको हुन्छौं हैन यसरी हैन है एकदमै ख्याल गर्ने जुन हामीले कमहरु दिँदाखेरि गर्छौं यसरी सानो यसरी तानेपछि यसैको तल यसरी गर्दै गराउने नि यसरी अर्थात यो नछोइकन हैन यसैलाई नछोइकन यसरी गरेर यसरी गराउनु पर्छ अनि बल्लै हो एक्ज्याक्टली उ है अनि ए बनाउँदा हामीले चाहिँ स्पेशली हेर्नु है ए बनाउँदाखेरि हामीले जेड जस्तो देखेर फेरि जेड बनाएर माथि थोप्लो होला भन्ने सोच्छौं हैन है त्यसरी हेर्दा त्यस्तै देखेको मात्रै हैन देखेको मात्रै त्यस्तै बनाउँदाखेरि जस्तै हामीले के भन्छ तपाईहरुले यसरी गरेर यसरी तान्दिनुहुन्छ हैन त्यसरी हैन वास्तवमा हेर्नुहुन्छ नि यसरी स्टेप गरेर हिँड्दा तपाईको बिचबाट त बराबर पर्सन कटिराछ नि भने यसरी हुँदैन जेड है जेड बनाउँदा यो माथि उ को जस्तै हो सानो यो
अनि यो वाला भाग चाहिँ सानो तानिन्छ र यो वाला भाग चाहिँ ठुलो है। अर्थात् यसरी गर्दाखेरि यसरी तान्नुहुन्छ भने यो भाग भन्दा चाहिँ यो भाग चाहिँ अलिकति भित्र आएको हुनु पर्यो यसरी। अनि बल्ल यहाँदेखि यसरी गर्नुहुन्छ भने बल्ल यो तपाईँको एक्ज्याक्टली बुकको जस्तो ए है। अथवा जाप्नेले सिकाउँदाखेरि यसरी नै सिकाउँछ। यो भाग सानो यो भागलाई भित्र ल्याएर बल्ल यसरी तान्नुहुन्छ भने यो हो ए। अनि त्यसै गरी यसरी बनाउनुहुन्छ नि फर्स्ट गरे सेकेन्ड गरे यसरी हुन्छ ए बनाएर आउँछ हैन। हामीले सिम्पली यसरी पुच्छर चाहिँ लहरेको बनाउँछ हैन, स्पेशली हैन हावा चल्दाखेरि हैन घाममा डोरीहरु छ भने त हल्लिन्छ नि, त्यस्तै हल्लेको जस्तो बनाउने मात्रै है। यसैलाई भन्छन् ए बनाउँदाखेरि है ख्याल गर्ने। ओ बनाउँदा हामीले चाहिँ सिकाउँदाखेरि अथवा तपाईले युट्युबरबाट हेरिराख्नुहुन्छ भने हैन कहिले कहिले के हुन्छ हामीले सिकाइरहेको हुन्छ राम्रै सिकाइरहेको हुन्छ टिचरहरूले पनि, तर हामीले बनाउनेलाई मिस्टेक गरिन्छ। हामीले के सोधिन्छ फेरि एचै त हो हैन, एचै त हो भनिदिन्छ भने त्यसरी हैन यो एचै जस्तै हो तर यो जुन गोलो भाग बनिरहेछ यो यति ठुलो बनाउनु पर्दैन, यो चाहिँ सानो हुन्छ है। सकेसम्म यो चाहिँ भाग चाहिँ सानो बनाउने। यो फर्स्ट स्टेप यो सेकेन्ड स्टेप गरेर यसरी गराउने। यो गोलो भाग चाहिँ सकेसम्म सानो अनि यो जुन ग्याप बनिरहेछ यहाँ चाहिँ यसरी तान्नुहुन्छ भने यो हो बल्ल हो। अब यसलाई के पढ्न पर्यो नि त आ इ उ ए ओ यसरी पढिन्छ है। अक्षर चाहिँ एक्ज्याक्ट यसरी बनाउनु, यसरी बनाउँछ। यसरी अब तपाईले बनाउँदै कहिले कहिले मिस्टेक भइरहेको हुन्छ त्यो आफ्नै ठाउँमा छैन, तर चाहिँ सकेसम्म बनाउँदाखेरि चाहिँ बेस्ट तरिकाले बनाउनु पर्छ है। ल त्यसैगरी अब हामीले के भन्थ्यौं आपछि के को लाइन आउँछ, भेरी गुड का को लाइन है त। ल के गर्न पर्यो का कि कु के र को भन्छौं है। अब का बनाउँदाखेरि स्पेशली तपाईले धेरै एक्जाम्पलहरु देख्नुभयो होला। घरि चाहिँ बसेको सेप भन्छौं हामीले हैन, मान्छे बस्दाखेरि यसरी बसिरहेको हुन्छ यो सेपहरु देखाइरहेको हुन्छ हैन। तर हेर्नु यो मानिलिम कुर्ची हो भने मान्छे यहाँ बसिरहेछ भने अब नि यहाँ यो एंगल भनेर चाहिँ 90 डिग्री हैन नि हैन, यो 90 डिग्री कहाँ बन्छ यसरी गर्दाखेरि, बन्छ त 90 डिग्री बन्दैन। अर्थात् का बनाउँदाखेरि पनि 90 डिग्री बनाउने हैन। हेर्नु यसरी हो, यो भागलाई ब्लन्ड गर्दै यो भाग यसरी बनाउनु हुन्छ भने अब हामीले भन्छौं यो चाहिँ भाग चाहिँ सिधा छ भने कुर्चीको भाग यसरी काट्नु पर्छ हैन, यो चाहिँ यसरी हैन कि यसरी काट्ने है। अर्थात् यतादेखि यसरी गर्ने है। अनि यहाँ चाहिँ यो हो बल्ल का, यसरी बनाएर तपाईले बनाउन सक्नुहुन्छ। यो अब बल्ल का अर्थात् तपाईले बनाउँदै के गर्न पर्यो यसरी नगरेर तीको बनाउने हैन है। यसरी गरेर यो बनाएपछि यसरी गरेर यो हो बल्ल का भन्छ भाइ का। त्यसैगरी यो का भनेपछि कि पनि हामीले के भन्छौं दुईटा प्यारलल लाइन त हो हैन र, हैन वास्तवमा चाहिँ प्यारलल हैन है। यो चाहिँ हल्का मास्तिर यसरी यसै प्यारलल त प्यारललै हो, स्ट्रेटमा हैन है, हल्का यसरी हुन्छ है। त्यही भएर ख्याल गर्ने यसलाई चाहिँ एउटा दुईटा। अब यो छड्केहरूले यसरी गर्दै काट्दै अनि यहाँ यसरी गर्नुहुन्छ भने कि भन्छ। बनाउँदाखेरि हेर्नु त के गर्नु पर्यो एउटा यसरी यसैले छड्के हापेरले यसरी गर्दै कि बनाइन्छ। यसरी गरेर बनाउन पर्यो है। प्यारलल यसरी सिधा वालामा हैन, हल्का प्यारलल त प्यारललले जस्तो हुन्छ तर हल्का यसरी छड्के भागमा राख्न पर्यो है। कि बनाउँदाखेरि कु बनाउँदाखेरि त अब तपाईलाई थाहै छ लेस देन अर ग्रेटर देन भने जस्तो हामीले बुझिरा हुन्छौं हैन। यसको भाग यसरी गर्दाखेरि यो चाहिँ चुच्चो परेको हुन पर्यो है। जस्तो हामीले के गर्छौं यसरी पनि बनाइदिन्छौं अथवा यसरी गरेर ब्लन्ड गरिदिन्छौं कु त हो भन्छौं हैन, आड गरेको त, तर यसरी हैन कि यो भाग चाहिँ तीखो हुनुपर्छ यसरी है, चुच्चो परेको हुनुपर्छ कु हैन। अनि रह्यो के हेर्नुहुन्छ नि कति सरल, जस्तै ई को भाग यसरी सिधा हैन, के को भाग पनि त्यसरी हैन, हल्का यसरी गरेर हुन्छ भने यो भाग त्यति देखिदैन है। बनाउँदाखेरि त्यति देखिदैन तर यो चाहिँ हल्का यसरी गरेर अब यो बिचमा यसरी गरेर यो भाग चाहिँ यतादेखि यता गर्नुहुन्छ नि, यसलाई भन्छन् के। अब सिम्पली भन्नुहुन्छ भने यो भागसँग यसरी प्यारलल हुँदै आएर अन्तिममा यसरी बाङ्गेको बनाउँदाखेरि यसरी गरेर हैन, यसरी तपाईले सिम्पली गरेर यसरी बनाउन सक्नुहुन्छ, यसलाई भन्छन् के। को बनाउँदाखेरि हेर्नु यो भाग यसरी सिधा गरेर यसरी राख्नुहुन्छ हापेर जस्तै भने अब तलको हामीले यसरी सिधा तान्ने हैन है, तल चाहिँ चन्द्रमा राख्ने। अर्थात् तपाईले टाउकोमा पनि लाउने गर्नुहुन्छ नि बीएससीमा हैन, केटी मान्छेले लाउने गर्छन्, केटा मान्छे के हुन्छ बिहा जस्तै चन्द्रमा भर्खर भइरहेको हुन्छ नि बनिरहेको, त्यतिखेर हेर्ने भने त्यही चन्द्रमालाई यहाँ राख्ने हो। हेर्नु यसरी गरेर को बनाइन्छ है। के भयो त यो का कि कु के को भनिन्छ हैन। ल यो का कि को त बुझ्नु भयो नि, यतिसम्म सकिन्छ। ल त्यसपछि कुन अक्षर आउँछ, भेरी गुड स हैन। ल हामीले चाहिँ स को लेख्छौं। अब तल धेरै अड्दैन है, यसैलाई मेट्दै गर्नुपर्ने हुन्छ ल है, मेहनत गरौँ है। ल यसैलाई गर्दाखेरि अब हामीले गर्छौं ल है, सा पढ्छौं हैन, के पढ्छौं सा
त्यस्तै गरी सी सु से र सो पढिरहेको हुन्छ भने के हुन्छ यो सा सी सु से सो सा पढ्दाखेरि जस्तै हामीले भन्यौं नि कि बनाउँदाखेरि सिधा हैन हल्का छड्के यसरी गर्दै भने यसरी गर्दा हामीले छड्के काट्दै यहाँ गर्थ्यौं भने यो साप हैन यो चाहिँ कि थियो भने एउटा लाइन यसरी मेट्दियो भने यो चाहिँ बनिन्छ के सा बनिन्छ अर्थात फर्स्ट यसरी गर्यो अनि यो चाहिँ यसरी गर्दै यसलाई राख्यो भने यही नै हो सा हैन कति सजिलो छ सा हेर्नु त कि बनाउन जानेपछि सा बनाउन गाह्रो छ त छैन नि हैन यसैलाई त सा भन्छन् सी भनेको कति सरल छ अब तपाईको बुढो छाता हामी नेपालमा त बढी ओडिन्छ नि हैन असारको बेलामा ओडियो हैन पानी परेको बेला हो बुढो छाताको माथिको भाग छोड्दिनु त तलको भागलाई नै सी भनिन्छ जस्तै हामीले चाहिँ स्पेशली सी बनाउने फेरि हामीले जे4 जग यसरी बनाए जस्तो बनाउँछ हैन हैन यो बनाउँदाखेरि यति गर्ने नि यसरी गरेर उठाउने हो जुन बन्यो त्यही नै हो सी है यसलाई तपाईले जबरजस्ती यसरी मोड्न पर्दैन फेरि यसरी गरेर सी यसरी बनाउनेलाई नै यसरी माथि उठाउन पर्दैन यसरी गरेर यसरी छोड्दाखेरि यही जुन बन्छ यसरी गर्दाखेरि यही नै तपाईको सी हो है ल सु बनाउँदा पनि हैन सु बनाउँदा धेरै तरिकाले बनाउँछन् हेर्नु जस्तै हेर्नु यसरी तानी हामीले बनाइराख्ने विद्यार्थीहरूले देख्छन् प्राय यसरी गरेर यसरी गरिरा हुन्छन् सु त हो तल झार्ने त हो पुच्छर भने जस्तो हैन है यसैलाई चाहिँ ई खताची भन्दैनौँ हामीले राम्रो तरिका राम्रो विधि चाहिँ भन्दैनौँ है बन्न त सु बनाएको हो विद्यार्थीले आफूले बुझ्नुहुन्छ तर जाबले चाहिँ यसरी बनाउँदैन है सु बनाउँदाखेरि ख्याल गर्ने एकदमै है यसलाई चाहिँ यसरी बनाउने यो भागलाई यतिसम्म गर्दाखेरि खासमा वान टचमा गर्ने हो तर हेर्नु है यतिसम्म गर्नुभयो अब हामीले यता नभएर यही भागबाट सिधा यसरी तल तान्ने अर्थात सु यसरी बनाइन्छ यता नभएर यसरी बनाउने अर्थात फर्स्ट यो तान्ने सेकेन्डमा यसरी गर्दै सु बनाइन्छ है यसरी बनाउनु पर्छ सु है त्यो भएर ख्याल गर्ने सु बनाउँदाखेरि त्यस्तै रह्यो से अब के बनाउन जानेपछि से पनि त बनिहाल्छ फर्स्ट यो तान्ने हैन सेकेन्डमा यो तान्ने र अर्को थर्ड हैन कति सरल छ नि यसरी बनाउन सक्नुहुन्छ यसरी गर्दै से कति सरल अब सो बनाउँदा पनि फेरि तपाईहरुले कतिपयले भन्नुहुन्छ हैन यसरी यसरी गर्दाखेरि हाम्रो पुस्तक जस्तो मिलेन भन्नुहुन्छ हैन भने यसरी हैन सुन यो दुईटा प्यारल हैन कि यो चाहिँ सानो यसलाई अलिकति भित्र तान्नी अनि यसलाई फेरि नजिकैबाट यसरी लैजाने र यहाँबाट बल्ल सी जोड्नुहुन्छ नि बल्ल हो तपाईको सो अर्थात यसरी गर्दा नि पार्टिसन गर्नुहुन्छ भने यसरी तीनटा भागमा पार्टिसन हुन्छ है त्यो भएर ख्याल गर्ने बनाउँदाखेरि है यो जुन यसरी तानियो यो भागलाई बराबर ल्याउने हैन यो भाग माथिल्लो भाग भन्दा यो भाग चाहिँ तल आउन पर्यो भने यता टाढा आउन पर्यो भने बल्ल रिटर्न गरे नजिकबाट यसरी रिटर्न गरेर फेरि यहाँबाट बल्ल जोडिन्छन् बल्ल तपाईको सो भन्छ है अर्थात अब के भयो सा सी सु से सो भयो है त यो चाहिँ हामीले यतिसम्म सकिन्छ ल त्यसो भए हामी चाहिँ अब के कुन अक्षर आउँछ सा पछि हैन कुन अक्षर ओ गुड ता हैन अब हेर हामीले के लेखिन्छ ता पछि के आउँछ ती हैन गुड हैन के भनिन्छ ची हैन अनि के आउँछ भेरी गुड चु अनि तेरा तो भनिन्छ हैन ल हेरौँ ता बनाउँदाखेरि हामीले चाहिँ प्राय जसो बनाउँछौँ ता भनेको सिधा प्लस प्लस इक्वल टु हो भनेर चाहिँ सिधा नभनेर चाहिँ एकदम तानिन्छ भने हैन यसरी है ख्याल गर्न पर्छ यो पनि यसरी सिधा हैन यो पनि इक्वल टु हैन हैन बुझाउन त ता जस्तै देखिन्छ तर वास्तवमा यसरी चाहिँ बनाइदैन के गर्न पर्यो पहिला फर्स्ट स्टेप यो तानियो भने अर्को यसरी सिधा हैन यो भन्दा सिधा नभएर अलिकति छड्के यसरी है भनेको यो 90 यसरी हेर्नुहुन्छ नि यस्तो तल जान्छ हैन यसरी नभएर अलिकति छड्के तानेर अब तपाईले भन्नु होला फेरि यो इक्वल टु यसरी हैन जुन अघि हामीले को बनाएको थियौं नि को यसरी गरेर यसरी सम्झे पनि भयो यो भागलाई हटाएर नभए सिम्पली बुझ्नुहुन्छ नि यो एंगललाई राख्छ के है हेर्दाखेरि इक्वल टु जस्तो टाढा बसेर विद्यार्थी लास्ट बेन्चका विद्यार्थीहरु छन् भने उनीहरुलाई के देखिन्छ इक्वल टु जस्तो नि इक्वल टु तानिदिन्छन् हैन त्यसरी यो चाहिँ यो एंगल राखेको यसरी गर्दाखेरि त्यसैलाई टाढादेखि हेर्दाखेरि इक्वल टु जस्तो देखो तर यसरी राखेको है यो एंगल पहिला मासतिर र तलतिर र मासतिर हल्का देखिने भएकोले इक्वल टु जस्तो देखिन्छ तर वास्तवमा इक्वल टु हैन है ची बनाउँदाखेरि पनि हेर्नु ची भनेको हामीले भन्छौं यो 5 हो सिधा तान्दियो भने चाहिँ हैन त यता काट्दियो भने त ची बन्छ हैन ची बनाउँदा पनि अलिकति ख्याल गर्नुपर्छ यो सिधा भयो भने यसलाई हल्का छड्के गरेर अनि यहाँ यसरी बनाउनुहुन्छ भने यसैलाई भन्छन् ची यसलाई टर्न गर्नुहुन्छ नि जुन यो टर्न सर्कल छ नि
यो भन्दा चाहिँ यता चाहिँ आउन भएन है, त्यो कुरा ख्याल गर्ने है। यसरी भनेको यसैले भन्छन् ची। ल कति सरल छैन। अब अघि हामीले सी बनाएर के भन्थ्यौँ, बुढो छाता ओढ्ने होइन र। अब चु भनेपछि बुढो छाता ओढेपछि राख्छौँ नि डन्डा, हो त्यो कसरी त भुइँमा यसरी परेको हुन्छ होइन। अथवा सिम्पली हामीले चाहिँ होइन हात्तीले केही चिज पुगिरहेको कुराहरू देख्छौँ होइन, आफ्नो सुँडले पुगिरहेको हुन्छ, यसरी मात्रै सम्झे पनि अर्थात् तपाईँ के हुन्छ यसरी सिधा हुन्छ, माथि पुगिरहेको छ सिधा हुन्छ, अर्थात् हामीले यसरी राख्ने हो भन्ने कुरा सम्झिन पर्यो। यो सिधा गएर अन्तिममा मोडिन्छ, यसैलाई भन्छन् चु है। त्यसै गरी ते बनाउँदाखेरि पनि हामीले भन्छौँ यही त हो ते होइन, यसरी होइन कि है। यो चाहिँ सिधा तानेर यो इन्ड पोइन्टबाट अलिकति भित्र ल्याउँदै यहाँ यसरी गर्नुहुन्छ नि बल्ल यो ते। तो भन्छौँ, तो हामीले विविध तरिकाले सिकिरहेको हुन्छौँ है। हामीले के भन्छौँ स्ट्रेट तान्ने, यहाँ सी जोड दिने, यसरी गरेर पनि सिकिरहेको हुन्छौँ होइन। तर यो सी जोड्ने यो चाहिँ स्ट्रेट एकदमै हुँदैन, हल्का यो छड्के तान्ने र सी जोड्ने हामीले यो वाला सी होइन कि सी जोड्ने बेला यसरी जोड्न पर्छ। यसले भन्न खोजेको यो चाहिँ जुन भाग छ यसरी गरेर जोड्नुहुन्छ नि बल्ल बुकमा भएको जस्तो तपाईँको तो भन्छ, अर्थात् यो हल्का छड्के तान्ने अनि सी जोड्ने नै हो, तर कहाँबाट यसरी गर्दै जोड्ने अनि बल्ल तपाईँको हुन्छ तो। अब के पढ्न पर्यो त, ता ची चु ते तो। के पढ्न पर्यो, ता ची चु ते तो। गुड है। ल अब के लेख्ने हामीले, ता पछि कुन अक्षर आउँछ, ना। ओ गुड है त। अब हामीले के लेख्ने पर्यो, ना को लाइन लेख्न पर्यो होइन। ल ना को लाइन लेख्दाखेरि के भन्छ, ना को ना नि नु ने र नो होइन। ना लेख्दा फेरि पनि हामीले जुन भर्खरै ता बनायौँ नि यो सिधा नतानेर हामीले के गर्यौँ, हल्का छड्के तान्यौँ। नाको पनि त्यसरी नै हो है। फर्स्ट यो तान्यौँ भने यसलाई हल्का छड्के अनि हामीले भन्छौँ रसी दिएपछि गाँठो पार्दाखेरि पर्छ नि, हामीले पारिराख्नुहुन्छ यी यसरी गरेर यहाँ डट दिनुहुन्छ, यसरी भन्छन् ना है। त्यसै गरी नि लेख्दाखेरि पनि यो सिधा नभएर अलिकति यसरी गरेर यहाँ फेरि यही एङ्गललाई राख्ने है, अर्थात् यसैले के भनिन्छ, नि भनिन्छ। नु बनाउँदा फेरि तपाईँले हेर्नु होइन के गर्नुहुन्छ होइन, सिधा राख्यो होइन, पुच्छर जोड दिनु होइन, यो सिधा हुँदैन कहिले नि, के हुन्छ हल्का यसरी छड्के तानेर अनि अन्तिम भागबाट यसरी गर्दै गरिदिनुहुन्छ नि, यसलाई भन्छ नु है त। यो के हो, नानी नु। अनि ने बनाउँदै हेर्नु यसरी गरेर त्र सम्झ, हामीले के भन्छौँ त्रबाट पनि बनाइरहेको हुन्छौँ होइन, के हुन्छ यो त्र, अनि यसरी गरेर पुच्छर जोड दिने भन्छौँ। हुन त त्र जस्तै हो, त्यो पनि तपाईँले मानेर गर्न सक्नुहुन्छ, तर त्र बनाउँदाखेरि हाम्रो त्रको यो दुइटै लट्ठी बराबर हुन्छ भने यो चाहिँ ने बनाउँदाखेरि बराबर हुँदैन है। यो वाला चाहिँ सानो, यो वाला चाहिँ ठुलो, अनि यहाँबाट तपाईँले यसरी जोड्न पनि सक्नुहुन्छ, नभए यसरी बनाइदिने। खासमा यो यसरी गरियो है, यहाँबाट यसरी सानो लगेर फेरि रिटर्नलाई यहीँबाट यसरी गर्दै यसरी बनाइन्छ, यसलाई भन्छन् ने। अनि नो बनाउँदाखेरि हेर्नु यसरी गरेर त्यति पनि सक्नुहुन्न भने होइन, यसरी सक्नुहुन्न यदि भने वास्तवमा यसरी हामीले चाहिँ यसरी होइन प्रिस्क्राइब यसरी गर्दैन भने सकेसम्म चाहिँ यतैदेखि बनाउनेलाई चाहिँ हामीले सिकाइरहेको हुन्छौँ। फेरि यसरी बनाएर यसरी गर्नुहोस् भन्न त सिकाउँदैनौँ, खासमा जान्नेले पनि यसरी सिकाउँदैन है। यो चाहिँ के गर्छ, यसरी गर्दै यसरी टच गराउँदै यसरी बनाउनु पर्छ भन्छौँ, नो होइन यसरी है। यो के भइदियो, नो। यो जुन नो बनाइराख्नु छ नो, यसरी तपाईँले पार्टिसन गर्दाखेरि यो मुन्द्रा चाहिँ तजले पनि पार्टिसनको भागभन्दा यतै पर्न पर्यो, अथवा त्यो छुँदा पनि केही फरक पर्दैन, तर पार्टिसनभन्दा यतै। जस्तै हाम्रो कानको मुद्रा चाहिँ यसरी गर्दाखेरि बिच्चासम्म हुँदैन नि, त्यही भएर यसरी गराउनु पर्छ है। नानी नु ने नो भयो। अब के आउँछ, यसपछि के आउँछ, भेरी गुड होइन, हा। के हुन पर्यो, हा पछि के हुन्छ, हि। अनि के लेख्ने, हु। भेरी गुड। के लेखिन्छ, फु भनिन्छ है। अनि के भनिन्छ, हे र हो भनिन्छ। हा हि फु हे हो। अब हामा पनि हेर्नु है, फर्स्ट यो हो, सेकेन्ड यो। अब यो थर्ड बनाउँदाखेरि यसरी गरेर सिधा बनाए पनि हुन्छ, तर बुक जस्तै बनाउँछु भन्नुहुन्छ नि यसलाई अलिकति तलतिर फर्काउने, यसलाई भन्छन् हा। हि बनाउँदा हामीले दुईटै भागलाई यसरी गरेर बनाउने होइन, यो वाला भाग चाहिँ जहिले पनि के हुन्छ सिधा भएर यो वाला भाग गरेर बल्ल यसरी तल भएको हुन्छ, अर्थात् यो वाला यसरी गर्ने हो र यसरी गर्ने, अर्थात् यतिको क्लोज त हुँदैन, अलि राम्रोसँग बनाउनु पर्छ यसरी होइन। यसैलाई भन्छन् यो सिधा यो वाला तलतिर फर्केको, अर्थात् हि बनाइन्छ है। अनि फु बनाउँदा कति सरल छ हेर्नु, फर्स्ट सेकेन्ड थर्ड र
फोर्थ कति सजिलो हैन यसरी बनाइन्छ फु यसरी पनि सक्नुहुन्छ प्राय हैन विद्यार्थीलाई गाह्रो भयो भने डमरु ड बनाएर यसरी पनि बनाइरा हुन्छन् हैन तर त्यही डमरु ड को भागलाई यसरी गर्दिनु तान्नुहुन्छ यसैले यहीबाट यसरी गर्दिनुस् कति सजिलो छ फु बनिहाल्छ हैन फु हे त झन् कति सजिलो छ हेर्नु साइड कभर अप गर्दाखेरि तपाईले कहिले पनि गर्नु भएन होला हैन बराबर यसरी गर्नुभयो त पक्कै गर्नु भएन जहिले पनि यही एंगललाई अर्थात यो एंगल जुन बनिरहेको छ यो एंगललाई के भन्छन् हे भन्छन् है जहिले पनि यो पोर्सन भन्दा यो पोर्सन चाहिँ के हुन पर्यो तल हुन पर्यो भन्ने अर्थ यसरी तर यही तल हैन अलिकति पर गएर तल हुनु पर्छ है यसरी अब यो हा बनाउन सकियो भने त हामीले के भन्छौँ यो माथिको भाग यहाँ टप्पो भन्दा यति तल बनियो भने अहिले के भन्नु पर्यो त यो फर्स्ट अनि यो बराबर अर्को के हुन्छ यसरी गरे हैन यति गरेपछि हामीले के गर्न पर्यो अनि यहाँ एउटा अझै प्यारलल काट्दिनु के भन्थ्यो हो भन्छ अर्थात बनाउनेलाई फर्स्ट हैन अनि यो के भयो फर्स्ट सेकेन्ड थर्ड अनि यो फोर्थ के भयो हो भनिन्छ के भयो हा हि फु हे र हो भन्छ हैन अब के आउँछ के अक्षर आउँछ गुड मा हैन ल मा मी मु मे र मु बनाइन्छ है मा मी मु मे मु मा बनाउन कति सजिलो छ हेर्नु दुईटा प्यारलल लाइनलाई नेपालीको आदि मले तर यो मको सिधा नभएर तलतिर गर्यो नि मा मी बनाउन पनि कति सजिलो छ हेर्नु यसलाई अलिकति ढल्काएर यसरी सिधा गर्ने अनि यताको भागलाई चाहिँ यसरी गर्ने यसैले भन्छन् मी है मु बनाउँदा फेरि ध्यान दिनुपर्छ है मु बनाउँदा के गर्न पर्यो हामीले चाहिँ सु बनाउँदाखेरि यसरी गरेर तल ताने थियौँ भने यही भागबाट तल ताने थियौँ नि अब यही भागको लास्टतिर यसरी लगेर यसरी उठाउनुहुन्छ नि यसैले भन्छन् मु अर्थात् हेर्नु त फर्स्ट सेकेन्ड अब यो ताल जस्तो जुन भइरहेछ नि गिच्चामा हो यहाँ यसरी गर्नुहुन्छ नि मु हैन मे बनाउँदा पनि अघि हामी त हेर्नु त यो नुको छड्के तानेछ नि यसरी यहाँ पनि छड्के अनि अन्तिम भागबाट यसरी गरेर यसरी बनाइदिनुहुन्छ नि यही नै हो मे मो बनाउँदा दुईटा सानो सानो थरको तानौँ है सकेसम्म अनि यसैले चाहिँ हामीले सी बनाऊँ हेर्नु त यसैले भन्छन् मो के भन्छ मा मी मु मे मो भन्यौँ हैन ल के पढ्यो मा मी मु मे मो है त बनाउन सिक्यो यतिसम्म कन्फ्युजन त छैन ल त्यसो भए हामी अगाडि बढ्छौँ है अब मा पछि के लाइन आउँछ मा पछि के आउँछ के को या ओ ठीक छ गुड हैन या यसमा कतिवटा अक्षर हुन्छ तीनटा मात्रै हैन यु अनि के हुन्छ यो अब या बनाउँदाखेरि पनि हेर्नु है या चाहिँ कहिले जब तपाईको कपी हो छ भने या बनाउँदा चु बनाए जस्तो यसरी गर्ने हैन यो भन्दा अलिकति मासतिर गएर यसरी बनाउनु पर्छ अर्थात् यहाँबाट स्टार्टिङ गर्नुभछ भने अलिकति मासतिर गएर यसरी मुडेको हुन पर्यो अनि धेरै फेरि मोडेर यही तल ल्याइदिने हैन जस्तै मोडेर फेरि यही ल्याइदिने हैन यसरी गरेर हेर्नु यो भागलाई सिधा यसरी लैजान्छ छड्के गरेर यसरी भने यो भागलाई ठिक्क तान्न नि यो छड्के अनि यसरी गर्नुहुन्छ नि यसैलाई भन्छन् या है यो बनाउँदा पनि हामीले चाहिँ के गर्छौँ सिधा धर्को तान्ने बिचबाट यसरी गर्ने गर्छौँ यो वास्तवमा यो लाइन पनि सिधा हैन है यो पनि हल्का छड्के हो यसरी अनि यो बिचबाट यसरी गर्दै हाफ मोड्ने अनि छुटेको भागबाट यसरी गरिदिनुहुन्छ नि यसैलाई भन्छन् यु है के गर्ने सानो यसरी धर्को लिने जस्तै हामीले स्मल ब्र्याकेट यसरी गरिदिने स्मल ब्र्याकेट हुन्छ भने यही भागबाट बिचको भागबाट यसरी गर्दा हाफ उस बनाउने वकिल हो अनि जहाँ छोड्नुहुन्छ त्यही भागलाई यसरी छुँदै यसरी क्रस गर्नुहुन्छ अनि यसैलाई भन्छन् यु है के गर्न पर्यो सानो लिने यसरी गर्ने यु भाइ है या यु अब यो बनाउँदै कति सरल छ हेर्नु आदि म बनाउने तलतिर यसरी गर्ने नि यसैले त यो भन्छ नि हैन के गर्ने सिधा ल्याएर यसरी गरे यो भनिन्छ यसरी है या यु यो ल त्यसै गरी अब हामी चाहिँ के सिक्छौँ रा हैन र गुड ल अब हामी चाहिँ राको लाइन सिक्छौँ है ल हेरौँ के भनिन्छ रा रि रु रे र रो हुन्छ रा बनाउँदा पनि हेर्नु हामीले के गर्थ्यौँ भने 5 बनाउँथ्यौँ अब चाहिँ भन्न पाउनुहुन्छ तपाईँले यो मेटेर गराउनलाई है जस्तै हेर्नु फर्स्ट यो तानियो हैन सानो अनि यहीबाट यसरी लानुहुन्छ अनि यो भागमा जस्तै हेर्नु है यो भाग तानियो सिधा अब यहाँबाट यसरी गर्नुहुन्छ भने यो जुन भाग सिधा पर्छ यसरी गर्दाखेरि यो भागबाट यसरी गर्नुहुन्छ भने यसैलाई भन्छ रा बनाउँदाखेरि नि यसरी बनाइन्छ हैन यसैलाई राम्रोसँग बनाउन सक्नुहुन्छ है यसरी गर्दै
यसैलाई रा भनिन्छ बनाउँदाखेरि यसरी भन्छ री बनाउँदा पनि हेर्नु यो हल्का ई जुन बनाउनु त्यही बनाउने हो अनि यताबाट यसरी तल गर्नुहुन्छ भने री हुन्छ यो सिधा हैन नि फेरि बनाउँदाखेरि हैन फेरि सिधा तानेर री दान दिनुलाई यसरी गर्दैन यस्तै देखिन्छ तर यसरी हो है रु बनाउँदा पनि कति सरल छ हेर्नु हामीले रु बनाउँदा फेरि यसरी गरेर यसरी पनि बनाएर आउँछौँ यसरी हैन तर हेर्नु हामीले 1 2 3 जस्तै बनाउने भन्छौँ तर म्याथमेटिसियनले बनाएको 3 जस्तै यो फर्स्ट यो सानो यो अलिकति ठुलो तान्ने अनि यहाँबाट यसरी गरेर लैजानुहुन्छ भने यो हो रु ई हैन यसैले बनाउनुहुन्छ भने फर्स्ट सेकेन्ड र ई हैन यसरी यसरी हैन यसरी बनाउन सक्नुहुन्छ यसैलाई बनाउँदाखेरि यो सानो ई यसैलाई भन्छन् रु रे बनाउँदा पनि कति सरल छ भने हामीले ने बनाउन जानिसक्यौँ भने यो वाला सानो तान्ने यसलाई तल ल्याएर फेरि नजिकबाट लग्दै यतिसम्म बनाएको थियौँ अग्ने भने यहीँबाट के गराउनु पर्यो हेर्नु त्यो भागलाई यसरी लगेर अन्तिममा के जोड्नु पर्यो सी जोडे पनि भयो अथवा यसरी हैन अलि राम्ररी बनाउनुहुन्छ भने यसरी गर्दै यसरी बनिरहेको हुन्छ हैन त यसरी हैन यो रोकेको भएर तपाईले यसरी देखिएको हैन भने यसरी देखिन्छ है अक्षर बनाउँदाखेरि नरोकिकन बनायो भने जस्तै यही हेर्नुहुन्छ भने यसरी ताने यसरी गर्दै यसरी गराउनुहुन्छ भने यसरी बनिरहेको हुन्छ र अलि राम्रो देखिन्छ रोक्नु भन्छ अलि राम्रो देखिँदैन है अब रो बनाउँदा कति 1 2 3 को 3 जस्तै हेर्नु यसैलाई त रो भन्छ नि हैन ई फर्स्ट ई यसैलाई रो भनिन्छ यसै तान्नुहुन्छ भने हैन रो भयो यो रा री रो रे रो भयो यति गरेपछि के बाँकी रह्यो हाम्रो वा हैन वा अनि ओ अरु साउन्ड हुन्छ त बिचमा हुँदैन है वा अब यो रे बनाएपछि कति सजिलो छ नि त फर्स्ट यो ताने फेरि त्रिशूल तर जस्तै यसरी गर्दै यसरी गर्नुहुन्छ भने यही नै हो वा हैन वो बनाउनुहुन्छ भने हामीले ची बनाएको थियौँ नि त्यसै गरी हेर्नु फर्स्ट यो ताने अनि चीको हामीले हल्का गर्थ्यौँ भने अब यो अलिक छड्के हुन्छ यसरी है अब यति जति यता लैजानुहुन्छ त्यति नै मोड्ने अर्थात् यसरी गरेर यति छोड्ने हो अब हामीले चाहिँ यहाँबाट चाहिँ यसरी गरिदिने हो है यसैलाई भन्छन् वा वो अनि हामीले चाहिँ यहाँ बिचमा देख्नुहुन्छ त उन अथवा न भन्ने अक्षर चाहिँ यहाँ लेखिन्छ है यसरी जुन हामीले न भन्ने लेख्छौँ खुट्टा तानेको यसरी हामीले स्मल एच हामीले के हुन्छ स्मल लेटरको एच सिधा गरेर यसरी हुन्छ भने हाम्रो चाहिँ यसरी के गर्नु पर्यो यो एङ्गलमा हुन पर्यो एच है त अर्थात् यसरी हुन पर्यो है के हुन पर्यो यसरी गरेर बनाए पनि नभए यहाँ अटेन तल अलि यहाँ हेरौँ है त साइडमा यसरी बनाउन पर्यो यसैलाई भन्छन् हैन ल हामी चाहिँ हिरागानाको खाकी खाता चाहिँ लेखिसक्यौँ है ल आजको भिडियोमा यति नै गरौँ है अरु बाँकी रहेको जति पनि लेख्न बाँकी रहेको हिरागानाको बाँकी अक्षरहरू चाहिँ अथवा मिल आदि बनाउने तेन लगाउनेमाहरू चाहिँ हामी नेक्स्ट पार्टमा भेटौँला है त्यतिखेरसम्म चाहिँ हिरागाना चाहिँ गम्मते कुदासाई नै जय मिनासान उत्सुक समादेश